तर हाँसो चाहिँ बुवाको अत्यन्तै मिठो यही हाँसो देखेर त बुवा आमा चाहिँ फस्नु भएछ त्यही हाँसो भयो त खै हो पहिला मुसुक्कै हाँस्नु भयो माग्न गएको बेला त्यसपछि तपाईँ लट्ठै पर्नु हो यस्तै हाँस्नु भयो बुवा खै यता हेर्नु चाहिँ एकबाट ल हाँसिदिनुहोस् एकबाट आमालाई हेरेर ल एकदम मिठो हाँसो यस्तै हो हाँसो मिठो छ क्या तपाईँको एकदम कस्तुरा धारा थिया मङमाल बुझी थिया अनि पटो गाडा त्यो बेला चेत्ते परेको हेर्नु हुनुहुन्थ्यो नि तपाईँ चटक्कै हाइटी हुनुहुन्छ अग्लो हुनुहुन्छ हजुर होइन त टक्क परेको आमाले त अब हेर्नुभयो हेरेको हेरे हेरेको हेरे दुश्मन हेरेको हेरे तपाईँ बिहा पहिला आइदिनु भयो ल ठिक छ होइन जे भए पनि खुसी हुनुहुन्छ दुःख त छ कसैलाई पनि छैन र तर उहाँहरूको जीवनमा झन् अति धेरै दुःख छ होइन उहाँहरूले पढ्नै पाउनु भएन स्कुल अहिलेसम्म आमालाई चाहिँ बुवाले पढ्न दिनु भएन भन्नुभयो अब बुवाको पालामा यो ठाउँमा स्कुलै थिएन यो गाउँमा त्यही भएर पढ्न पाउनु भएन दुःख त छ नै तर दुःख भए पनि उहाँहरू खुसी हुनुहुन्छ एकअर्काप्रतिको सम्बन्ध चाहिँ अत्यन्तै मिठो छ अझै पनि राम्रो सम्बन्ध छ तपाईँहरूको सम्बन्ध यस्तै रहिरहेको सधैँ झगडा नगर्नु होला है त यो कामना गर्न चाहन्छु